सो सबैजनालाई आज चाहिँ म यार बिहानै उठेँ 5 बजे यार मुख सुख धोएर ब्रस गरेर पानी पनि तिर लगाएर पानी खाएको त पोखिरा हेर अनि भ्यू हेर्छु त घाम लाग्न आँटेर रहेछ। त्यसपछि खाजा खान मन लाग्यो के खाऊँ भनेको दुध र चिउरा चाहिँ खाऊँ न भनेर परले ल्याएपछि अनि खायो अनि हेर्दा त कुकुरलाई नाकै फुट्न चाहिँ हान्दैछ। त्यसपछि टिकटक बनायो। पनि यहाँ खन्ने काम भइहाल्यो। काममा सघाएपछि खाना खानु परिहाल्यो। खाना खायो। त्यसपछि मेरो साथी पनि आएछ भिडियो बनाउने भनेर। अनि त्यसपछि चाहिँ केटाहरू देउसी खेल्न जाने रे। अनि म पनि हिँड्दैको देउसी खेल्न। फर्स्ट घरमा डेक लिएर हिँडेको छ देउसी खेल्न सबजना। फर्स्ट घरमा देउसी खेल्न आएको छ। त्यसपछि सेकेन्ड घरमा आयो देउसी खेल्न साथीहरूसँग। थर्ड घरमा नि आइसकेको छ हामी देउसी खेल्न। अर्को घरमा पनि आयो देउसी खेल्न। त्यही घरको पनि देउसी खेल्यो। सबैजना राम्रोसँग मनायो तिहार देउसी खेलेर होइन। त्यसपछि पैसा उठायो सबै। त्यसपछि उताबाट साथी घर आयो। अनि साइडको घरमा नि खेल्यो देउसी। लास्ट खुट्टा दुखिरहेको थियो अनि त्यही पनि खेल्यो होइन। अनि सबै साथीहरू घर आयो मिलेर। घरमा आएर अनि सुतेको त एकछिन ढल्केको थियो। साथी पनि सुतिसकेको छ अनि म पनि सुतेको। ल गुड नाइट।